3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारसँगै हत्या भएपछि हत्याराले यसरी दिए बयान। यो भिडियोलाई अन्तिम समय हेर्नुहोला। तपाईहरुलाई मन पर्यो भने धेरैभन्दा धेरै शेयर गरी फलो गर्नुहोला। हामी यताउता हेरेर मान्छे त छैन भनेर हैन, मान्छे थिएन। म पहिला सुरुमा छिरे हैन, अनि पछि केटी छिर्यो, बहिनी छिर्यो, अनि पछि लास्टमा प्रत्येक छिर्यो हैन। अनि म जबसम्म मन भएन नि तबसम्म गर्यो त्यसले गर्यो। म यतिकै हेरेर बसिरहेँ। मेरो त एकचोटि उयो गर्नु निक्लिहाल्यो। अनि फेरि त्यसले जति मनसम्म गर्यो। कति रस्सीहरू बानेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बानेको थियो, मैले पक्रेर बसिरहेको थिएँ, त्यसले उयो गरेर बसिरहेको थियो होइन। अनि के अरे जब त्यसको नि भयो नि, अनि त्यसले भने यसले त यो उठ्यो, बिहोसबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ, यसलाई बरु मार्दै भनेर अनि त्यो गयो, गाडी लिएर गयो। बसेँ त्यहीँ। त्यसपछि त्यतिकै लट्केकै अवस्थामा छोडेर ढोकालाई चुकुर लगाइदिए। तिमीले रस्सी बाँधेर लट्काइदिएको? के अरे